Hello everyone. साँच्चै भयङ्कर हिउँ परेको छ रातिदेखि नै हिउँ परै छ यो अस्ति अपार्टमेन्ट एक फिट हिउँ परेको कारहरू त पुरै परिसक्यो फ्रम टप सानो एउटा ब्लग गर्छु कलेजसम्म जाँदाको बाटोको सो you guys have no idea कति बाक्लो हिउँ छ भनेर है सो म खुट्टा डुगाएर देखाउँछु It's pretty big. There's a little mountain of nice snow. खुट्टा त पुरै भर्यो not very easy to walk and hold. कलेजसम्मको यात्रा सर डुबो त कति गइरहेछ कति छ ए एक फिट छ मलाई गाडी अझै हिँड्दैछ रोडमा आई थट गाडी हिँड्नै सक्दैन किनभने रोडमा हेर न ह्याज लाइक सिग्निफिकेन्ट अमाउन्ट अफ स्नो रोडबाट जाऊँ न ती केटाकेटी त रोडबाट गयो अनि गाडी आउँदैन नि त मजा अब गाडी नआएर त कहाँबाट हिँड्छ अलिअलि हिँडेको छ लिकमा छ हेर्नु अलिअलि हिँडेको छ पारि जाउँ यहाँ जाउँ गएर हाफाला नि हाफाला खुट्टा मलाई गड्डी चोरी ल तिमी खिच्दैौ नि त मलाई भनेछ यही हाम फालेको ओए यहाँ त गइरहेछ यहाँ हेर्नु मेरो खुट्टा ए भगवान् मेरो खुट्टा इट्स अल अबाउट पहिला पनि थियो This guy is gone crazy. This is crazy, man. Lot of snow. पहिला पनि यस्तो भएको थिएन त यार यति धेरै स्नो परेको छैन कि लाग्दैन यसो त डेडली होला होल झर्ने नै आँखा चाहिँ होल झर्ने छ डेडली हुन्छ अथे युट्युब वाला हाल्नु नि होला तपाईले धेरै पनि मिलेन के फेरि भोलि नि दिनभरि होला पर्ने कलेज सुरु भयो बिजाड भनेर बिताइदिन्थ्यो यतिखेर कलेज सुरु भएको हो कल चलिरहेको भए आएर न ब्लिजार्ड अब कति कुरा हावा धेरै चल्यो भने त ब्लिजार्ड भयो नि त अब कति It's not very easy to walk on snow. I guess science पनि छ होला Why is it so hard to walk on sand or snow? Friction मिल्दैन नि त so it's not very easy to walk. Parking lot. सर पाण्डे के चाहिँ के भन्नु छ तिमीलाई कस्तो लागिरहेछ मजा हाम्रो पाइला Thank you guys. Hello, आधा बाटो आइपुग्यो आज it's taking too much time for us to walk. आधा बाटो भएन नर्मली 12 मिनटमा हिँड्दै आरामले आइपुग्यो बाटो ए
मिखाइल राई नमस्ते दाजुहरू के छ तिमीलाई के भन्नु छ हिउँ परिरहेको छ हिउँ के भन्नु छ यसको म बारेमा के भन्न चाहन्छु भने यो प्लिज हिउँ रोक भन्न चाहन्छु म यो हिउँलाई किन मन परेन तिमीलाई हिउँ होइन हिउँ त मन पर्यो मलाई बाटो चाहिँ मन परेन यो बाटो चाहिँ मलाई साह्रै दुःख दिएको थिएछ यहाँ हामी बुझ्छ दाइ घरको कहिले शाश्वत भाइ के शाश्वत तिम्रो खबर कस्तो लाग्यो तिमीलाई हिउँ त फर्स्ट एक्सपिरियन्स होइन यो मेरो हिउँ एयरपोर्टै हिउँमा झऱ्यो कस्तो भइरहेको तिम्रो एक्सपिरियन्स रमाइलो छ यस्तो एक्सपेक्ट गरेको थियो नेपालमा हुँदाखेरि यति हिउँ पर्ला भनेर यति त थियो थियो यति यहाँ लुगा हेर्नु न मेरो लुगामा यो नाइसली प्रिपेयर्ड फर स्नो किन्नु छ अब नाइस वालन्टमा सेल चलिरहेछ ल हामी गएको अहिलेको लागि हस् यात्रा शुभ रहोस् ल धन्यवाद सबै लागेको छ हिउँले हिँड्ने चाहिँ काम पर्ने नेपालीहरू मात्रै जस्तो छ यो भाइहरू हिँडेर अरूकै हिँड्ने छैन यहाँबाट चाहिँ के यार कुन चाहिँ गाडी पागलले कि ठाउँ नपाएर यहाँबाट हाल्दै क्या गाडी हेर न यहाँ गाडी हाले बाटो चिन्नु न जस्तो बरु स्नो रिमुभल पक्कै होइन होला स्नो रिमुभल त यता केही हटाएको छ जस्तो लाग्यो त्यही त गयो भने फेरि स्नो रिमुभल त युनिभर्सिटीको चाहिँ अहिले बाटो देखा हुन्छ त्यहाँबाट जाने थाहा छ यो मान्छेले नि हाल्यो कस्तो हाल्दै त क्रेजी गायो होला नि त जस्तो उसलाई नि एक्सपिरियन्स हान्न मन लाग्ला त्यसो भए मजा त मजा आउँछ स्नोमा पुरै चिप्लिन्छ गाडी त्यो भ्याएर गरेर चिप्लिन्छ साइडमा ल अझै हामीलाई 10 मिनट लाग्छ होला एक्चुली अझै नजिक सेट सुरु गर्छ टु मच कोल्ड ल हामी चाहिँ ब्याकवर्डतिर फ्रन्टबाट निस्किँदैछौँ इट्स कल कमन हल स्टुडेन्ट कमन्स यहाँ चाहिँ यतिकै ऱ्यान्डमली गरेर बसेर पढ्ने हो गऱ्यो जे गर्नु मिल्यो सुत्न नि मिल्यो टाउको तल गरेर हल्ला गरिदिनु चाहिँ भएन धेरै खोइ अस्ति सालेको टेबलमा नि थियो अनि सालेलाई तेरो भनेको सालले मेरो त्यही छोडिदियो भने त्यही छोडिदियो भने यहाँबाट निस्किने हो
सुरु भइसकेको छ एउटा हल्का हटाएको जसमा त्यो चाहिँ भेहिकल त्यसले चाहिँ त्यसमा हटाउँछ ठेलेर It's way more easier to walk on this road with that snow than it's snow.